नमस्कार तथा न्यानो अभिवादन सबैजनालाई। म सुभद्रा धितालको तर्फबाट कार्यक्रम नारीका कुरामा आज म नारी म्यागजिनका सम्पादक उपासना घिमिरेजीसँग उहाँका बारेमा कुरा गर्नेछौँ। स्वागत छ हजुरलाई। धन्यवाद सुभद्राजी। यो क्षेत्रमा कसरी आकर्षित हुनुभयो? मेरो स्कुले जीवन चाहिँ चितवनमै सुरु भएको हो। त्यसपछि म यहाँ काठमाडौँ स्थित रत्नराज्य क्याम्पसमा भर्ना भएँ। जर्नलिजममा आकर्षित हुनुमा चाहिँ मेरो बुवाको ठुलो देन छ। त्यति बेला चाहिँ अब आफ्नो इच्छा भन्दा पनि अभिभावकको इच्छामा पढ्नुपर्ने जस्तो जमाना थियो। मैले आइएस सुरु गर्दाखेरि त्यसपछि अब के पढ्ने भन्दा बुवाहरूले भनेको पक्कै पनि नराम्रो हुँदैन भन्ने लागेर चाहिँ म यसमा आकर्षित भएको हो। हजुर, अब यसमा लागिरहनु भएको छ लामो समयदेखि, होइन? यसमा यो क्षेत्रमा आएपछि चाहिँ आफूले के गुमाए के पाए जस्तो लाग्छ? मैले पत्रकारिता गर्न थालेको चाहिँ 20-21 वर्ष भयो। मैले मास्टर्ससम्म पत्रकारिता पढेँ। त्यसपछि फेरि 19 वर्षको ग्याप भएपछि पनि एमफिल पत्रकारितामै अहिले गरिरहेको छु। थेसिस बाँकी छ मेरो। के पाउने भन्दा पनि के पाएँ भन्दाखेरि यो क्षेत्रमा लागेर विविध क्षेत्रका मान्छेहरूसँग भेटघाट कुराकानी गर्न पाएँ, गेस्टहरूसँग, अतिथिहरूसँग, होइन, विभिन्न क्षेत्रमा जान पाएँ, आफूलाई एक्सप्लोर गर्न पाएँ। त्यही हो, त्यो चाहिँ पाएको कुरा एकदमै खुसी छु पाएकोमा। होइन, विभिन्न मानिसहरूसँग भेटघाट हुन्छ, कार्यक्रमहरूमा जान पाइयो। अनि गुमाउने त खासै गुमाएको चाहिँ छैन, तर कहिलेकाहीँ यसको चाहिँ समय सीमा नहुने। अझ मेरो त मासिक भएको भएर सजिलै छ। त्यही पनि कहिलेकाहीँ के कार्यक्रमहरू पर्दाखेरि फ्यामिली फङ्सन त्यस्तो परेको हुन्छ, त्यो चाहिँ मिस हुन्छ। त्यही हो, खासै गुमाएको भनेको त्यस्तो चाहिँ छैन। हजुर, जस्तै अब धेरै कुराहरू पाइसक्नु भएको छ, हासिल गरिसक्नु भएको छ जिन्दगीमा, होइन? काम पनि मजाले गर्नुभएको छ। अब तपाईँको चाहिँ भावी योजना, आगामी योजना चाहिँ के छ, के हुनसक्छ? आगामी योजना अब यो क्षेत्रमा लागेको 20-21 वर्षै भयो। यो बाहेक अरू त सोच्नै सकिँदैन। पत्रकारितालाई नै निरन्तरता दिन्छु। यसको चाहिँ ठ्याक्क पनि नहुनु भएको भएर, होइन, रिटायरमेन्ट त्यस्तो चाहिँ हुँदैन। त्यही पनि पत्रकारिता सँगसँगै अध्ययन अनुसन्धानलाई पनि अघि बढाएर जान्छु जस्तो लाग्छ। धन्यवाद। हस्, धन्यवाद हजुरलाई। आज हामीले नारीका कुरामा हाम्रा अतिथि हुनुहुन्छ उपासनाजी, उहाँसँग कुरा गऱ्यौँ। हामी हरेक साता आउँछौँ भने अब अर्को साता हामी चाहिँ नागरिक दैनिककी निर्देशक शोभा गेवालीसँग कुरा गर्नेछौँ। सुनिदिनु भयो हामीलाई, सबैलाई धन्यवाद। हाम्रो कार्यक्रमको लागि प्रतीक्षा गरेर बस्नुहोला। हस्, धन्यवाद।